बढीमालिका 6 बेसीको सामान्य परिचय। गुड आफ्टरनुन। आज म तपाईहरुलाई मेरो गाउँ बढीमालिका 6 बाजुराको बारेमा छोटो मिठो यहाँ पाइने प्राकृतिक दृश्यको बारेमा छोटो मिठो वर्णन गर्न गइरहेको छु। यहाँले मेरो आइडिलाई सब्स्क्राइब र भिडियोलाई लाइक गरिदिनु होला ताकि यस्तै थुप्रो भिडियोहरु हजुरहरुसँग चाहिँ ल्याउन सकु। गाइस लेट्स गो गाइस, आजको भिडियोतर्फ लागौं। ओके, लेट्स गो गाइस। सबैभन्दा पहिला हामी जाउँ हाम्रो गाउँको मुख्य केन्द्रबिन्दु रहेको यस ठाउँमा। यहाँ चाहिँ हाम्रो सबै गाउँको चाहिँ एउटा केन्द्रबिन्दु छ, जुन चाहिँ एउटा पवित्र मन्दिर। यो चाहिँ हामी दशमीको दिनमा नवदुर्गाको पूजा गर्छौं। योभन्दा माथि मुख्य मन्दिर रहेको छ भने यो सहायक मन्दिर। त्यसपछि यहाँ हाम्रो चाहिँ गाउँको देवदेवताको एउटा मठ रहेको छ यो भित्र। त्यसपछि हाम्रो गाउँको कुनै पनि कार्यक्रम, कुनै चाडपर्व भयो भने चाहिँ यो फिल्डमा, यो ग्राउन्डमा आएर चाहिँ यो गाउँको कार्यक्रमहरू समापन या त सुरुवाती हुने गर्दछ। यहाँ चाहिँ कुनै पनि दशमीको दिनको मेला, गौरा पर्वको मेला, विभिन्न सुदूरपश्चिममा प्रचलित देउडा गीतहरू पनि यस ग्राउन्डमा हामी झल्केको महसुस अवश्य गर्न पाउनेछौँ। अहिले नवनिर्मित हाम्रो यो ग्राउन्ड छ, जुन चाहिँ यसलाई चाहिँ स्कुलको फिल्ड पनि भन्छ र पुरानो चाहिँ हाम्रो यो ग्राउन्ड थियो जसलाई चाहिँ मर्मत गरिएको छ। यस ठाउँमा विशेष गरी चाहिँ विभिन्न ठुल्ठुला कार्यक्रमहरू आयोजना गर्दाखेरि यो सभामा, यो स्टेजबाट चाहिँ हाम्रो कार्यक्रमहरू प्रस्तुत हुन्छ। त्यसपछि यसैको छेउमा चाहिँ हाम्रो यहाँको मुख्य गाउँको एउटा चाहिँ भेराल छ, जुन हामी स्थानीय भाषामा भेराल भन्छौँ भने हाम्रो प्रचलित भाषाअनुसार चाहिँ एउटा मठ मन्दिर, देवी देवताको एवं पवित्र मन्दिर छ। जुन मन्दिरको प्रवेशद्वार चाहिँ यहाँ रहेको छ भने यसको मुख्य पूजा पाठ गर्ने ठाउँ चाहिँ यो मन्दिरभन्दा भित्र रहेको छ। यो मन्दिरलाई संरक्षण गर्नको लागि चारैतिर ढुङ्गाको पर्खाल लगाएर यो भित्र रुखहरू रोपेर यस मठलाई चाहिँ संरक्षण गरिएको छ। र यस ग्राउन्डको उत्तरमा खड्का गाउँ, दक्षिणमा बाग्या, पूर्वमा बढीमालिका र यहाँको चाप चाहिँ 818 रहेको छ। कुहिरोले घेरेको कारणले बर्खायाममा सम्पूर्ण गाउँहरू यस स्थानबाट देखाउन असम्भव भएको कारणले मैले विभिन्न ठाउँमा गएर यो गाउँको र यो बस्ती अनुसारको भिडियो बिस्तारै प्रस्तुत गर्ने जानेछु। कृपया भिडियो अन्तिमसम्म हेरिदिनु होला। पहिलो त हामी जाम गाइज युजली यहाँको हाम्रो परिवेश र संरचना अनुसारको यो चाहिँ हाम्रो गाउँको घर हो। कसैले चाहिँ यहाँ पक्की घरहरू बनाएर बसेको छ। मेरो घर चाहिँ यो गाइज, यहाँ चाहिँ ढुङ्गाले छाएको ढुङ्गा र माटोको चाहिँ निर्मित घर छ। त्यसपछि मेरो घरबाट देखिने यो प्राकृतिक दृश्य, यो चाहिँ झरना, यो न्युलीको झरना भन्छ यसलाई। बर्खाको याममा बढ्ने र हिउँदको याममा सुक्खा हुने झरना पर्दछ। यसको मुनि चाहिँ अर्को पनि झरना रहेको छ। यहाँ चाहिँ अहिले यो डाँडाले छेकिएको छ र यो चाहिँ यहाँको केरा हो गाइज। यो धेरै तराईको मामिलामा धेरै नै ठुलो हुने गर्छ। 2 कोसा खायो भने एकदम पेट चाहिँ भरिने गर्छ। यो चाहिँ हाम्रो गाउँको ओखर, यो चाहिँ दाँते ओखर हो। यो चाहिँ बेसीमा हुने गर्छ स्पेसल्ली गरेर। बर्खाको सिजन भएको कारणले यहाँ चाहिँ मकै पनि थुप्रै रहेका छन् र यहाँ फलफुलको तला, मौसम आदिहरू प्रशस्त देख्न पाइन्छ। युजुअली हाम्रो चाहिँ यो आफ्नो जाति अनुसारको चाहिँ बसोबास रहेको छ। यो चाहिँ हाम्रो बडुवाल जातिको बस्ती हो। यो खासमा चाहिँ बिस्या हो। योभन्दा तल चाहिँ यो खेती इलाका छ। अधिकांश मानिस हामी चाहिँ यहाँ खेतीपातीमा निर्भर हुने भएकाले यो चाहिँ खेतीपाती छ। यहाँभन्दा तल चाहिँ यो खोला छ, कोर्तीगाड हो। यहाँ चाहिँ पानी घट्टाहरू रहेको छ भने पारी यहाँ चुफिया छ। युजुअली यो चाहिँ हाम्रो अहिलेको नयाँ काटेको रोड छ, नयाँ बनेको रोड। त्यसपछि यो माथि हामी 1 घन्टा हिँडेर चाहिँ हामी लेक पुग्छौँ। यो बादलले घेरिरहेको ठाउँ चाहिँ विशेष गरी यहाँभन्दा पारी चाहिँ बढीमालिका छ र यो बिचको भाग चाहिँ चोसाकोट। त्यसपछि यो डाँडाले छेकेको चाहिँ डाँडावारीको बुगाडा
त्यसपछि डाँडापारी चाहिँ बुढाकोट रहेको छ, माथि त्यो कैलाश माडो। त्यसपछि यो साउद, यहाँ चाहिँ साउदहरूको बस्ती रहेको छ, यो साउद गाउँ हो। त्यसपछि यहाँ माथि हेर्दाखेरि चाहिँ यो डाँडोको टपको चाहिँ हाम्रो राहुलहरूको बस्ती रहेको छ, यसलाई राहुल गाउँ भन्छ। त्यसपछि त्योभन्दा तल पहेँलो एउटा घर छ ठुलो, त्यहाँ चाहिँ हाम्रो खड्काहरूको बस्ती रहेको छ, त्यो खड्का गाउँ हो। त्यसपछि यता छ हाम्रो यो त्यसपछि हाम्रो देखिरहेको यो चाहिँ मठ मन्दिर, जुन चाहिँ हामीले पहिलो भिडियोमा मैले देखाइसकेको छु। यहाँ चाहिँ विशेष गरी यो देखिरहनु भएको चाहिँ यो कार्यालय कृषि भवन कक्षा 3 सम्मको बाल सिकाइ गृह रहेको छ भने स्वास्थ्य तल्लोपट्टि चाहिँ एउटा सहकारी भवन रहेको छ। त्यसपछि यो जङ्गलको मुनिको गाउँ चाहिँ यो दानीहरूको बस्ती छ, यसलाई चाहिँ खास दानी गाउँ भनेर युजली बढीमा लिएका छको चाहिँ यो परिवेश मैले तपाईँहरूलाई देखाएँ। त्यसपछि यो त्यसपछि यो चाहिँ हाम्रो बडुवाल अर्को बस्ती छ, यो ऐराडा हो। यहाँको दोकान छ यहाँ थापाजीको दोकान। अनि त्यसपछि यो माथिको चाहिँ यो बडुवालजीको बस्ती रहेको छ, जहाँ युजली चाहिँ यहाँ धेरै जस्तो मकै पनि हुने गर्छ र लेकतिर चाहिँ लेकतिर आलुहरू बढी फल्छ। विशेष गरी यहाँ केरा खेती पनि एकदमै धेरै फस्टाएको देखिन्छ, जहाँ जताततै खाली जमिनहरूमा चाहिँ हाम्रो केराहरू एकदमै बढी छ। त्यसपछि यहाँ पाइने तरकारीहरूमा चाहिँ फर्सी भयो, फर्सी यो कालो फर्सी हो, यसको मन्टा नि खानु मिल्यो, फल नि खानु मिल्यो। यो पिँडालुहरू जताततै पाइन्छ, यो त्यस्तो लगाएर लगाउँछ। हाम्रो गाउँमा चाहिँ यो रोडमा पनि जताततै यो चाहिँ के हुन्छ, भागो हुन्छ है, यसलाई चाहिँ चरेसको रूपमा चाहिँ छ, यो जताततै हुन्छ, हामीले त्यो लगाउनु पर्दैन, यो चाहिँ खुल्लम खुल्ला छ यो चाहिँ। त्यसपछि यो चाहिँ हाम्रो गाउँमा यसलाई चाहिँ टिमिलो भन्छ। युजल्ली यो चाहिँ पूजापाठहरूमा तराईतिर सालको दुना टपरी बुन्छ भने यहाँ चाहिँ यसको दुना टपरीहरू बुन्ने काम गर्छ र यो चाहिँ पाकेपछि खान्छ। काँचोमा नि यसलाई खान्छ, खान त त्यति मिठो हुँदैन, पाकेपछि यो कालो र रातो हुने गर्छ है। यो नपाक्नुभन्दा अगाडि चाहिँ यो फल निकालेपछि चाहिँ यस्तो दुध निस्किने गर्छ यसको चाहिँ फलको उसबाट। त्यसपछि यो चाहिँ दुधिलाको रुख छ, यो चाहिँ गाई वस्तुहरूलाई चाहिँ खर काटेर राख्छ, यसको पाक्यो भने यसको फल नि खान्छ। यो अमृतसा कुचो बनाउँछ यसको चाहिँ। त्यसपछि यहाँ चाहिँ यो कुइराल पनि फुलेको छ, कुइराल पनि हुन्छ यहाँ, यसलाई तुसारो भन्छ। यो पनि फल छ, यसको फल नि खान्छ, तर यो घाँस चाहिँ भैँसीलाई गाईबस्तुलाई खुवाउँछ। त्यसपछि यो सिस्नु, यसको चाहिँ राडी पाखी र कपडाहरू हुन्छ, यसको खुट्टामा चाहिँ सिस्नुको जस्तै काँडा काँडा हुन्छ, यसले निकै पोल्ने गर्छ। त्यसपछि यो अर्को हात्ती बाडो रहेको छ, यस चाहिँ अहिले आधुनिक प्रविधिमा चाहिँ यसको रस्सीहरू धागोहरू बनाउने गर्छ। यहाँ चाहिँ केही पनि युज भएको छैन हाम्रो गाउँतिर चाहिँ। यसको चाहिँ यसको शरीरमा यस्तो काँडा काँडा हुने गर्छ, यस्तो घोच छ, यसले चाहिँ यस्तो हुन्छ। यो चाहिँ मेल है, यो पाक्यो भने कालो हुन्छ, यो विशेष गरी जङ्गलतिर हुन्छ, यसको काँडा हुन्छ, यो यसलाई मेल भन्छ, अलि ठुलो हुन्छ पाकेपछि। त्यसपछि यो चाहिँ बेडु है, यो पाकेपछि यस्तो हुन्छ, यो भित्र रातो हुन्छ, यसको काँचोमा चाहिँ यस्तो हरियो हुन्छ, यो चाहिँ यस्तो हुन्छ, यो अति मिठो हुन्छ। त्यसपछि मैले भिडियोको अन्तमा चाहिँ जडाङ्गाको भिडियो देखाउँछु भनेको थिएँ। यो चाहिँ वारी जडाङ्गा, जहाँ चाहिँ खेतीपातीहरू बढी गरिन्छ। यो चाहिँ अहिले स्पेसल्ली चाहिँ हाम्रो धान खेती भइरहेको छ। यो चाहिँ यहाँको मात्रडी साँफेको मुख्य सडक खण्ड जडाङ्गा। यहाँ चाहिँ टनेलहरू अनि एउटा खोला छ जसको नाम चाहिँ कोर्लीगाड हो। योभन्दा अलिकति उता चाहिँ एउटा मन्दिर छ, त्यहाँभन्दा अगाडि चाहिँ हाम्रो देखिरहेको यो चाहिँ राहुल र बडुवालहरूको बस्ती। धान खेती एकदमै बढी मात्रामा छ। र यो देखिरहेको चाहिँ सिन्धुपाल्चोक राष्ट्रिय मावि जडाङ्गा,
जुन विद्यालयमा म अध्ययन गरेको विद्यालय हो, जहाँ चाहिँ अहिले विद्यालय बन्द भएको कारणले योभन्दा भित्रको भिडियोहरू चाहिँ मैले देखाउन सकिनँ। त्यसपछि यो चाहिँ रोड रहेको छ र यो स्कुलको 2 नम्बर गेट रहेको छ। योभन्दा अगाडि चाहिँ गाइस आजलाई यति नै। मेरो गाउँको परिवेश र यहाँको प्राकृतिक दृश्य, यहाँ पानी बोट बिरुवाहरूबारे आज साधारण परिचय दिएँ। त्यसपछि म अर्को भिडियो ल्याएर अवश्य नै आउने छु। त्यसपछि म चाहिँ बेसिक हो भने मेरो लेकतिर के पाइन्छ र कस्तो वातावरण छ, कस्तो बोट बिरुवाहरू पाइन्छ भनेर यहाँहरूलाई नेक्स्ट भिडियोमा देखाउने छु। हस्त।